समुद्रको त्यो गहिराई जहाँ यस्ता यस्ता जीव बस्छन् जसको हामीले कल्पना पनि गरेका थिएनौं, तर अचेल अचम्म लाग्दो तरिकाले तिनीहरू सतहमा देखा परिरहेका छन्। आखिर के भइरहेको छ? लाउनुस् यो रहस्यमय संसारमा सँगै डुबुल्की मारौं। हो, आज हामी यही प्रश्नको जरासम्म पुग्ने कोसिस गर्नेछौं। हजारौं वर्षदेखि अन्ध्यारोमा लुकेर बसेका यी प्राणीहरू आखिर किन अहिले आएर हाम्रो संसारमा देखिँदैछन्? सुरुवात गरौं वरफिसबाट। जापानी लोककथा अनुसार यो माछा देखिनु भनेको भूकम्प जस्ता कुनै ठूलो विपत्ति आउन लागेको संकेत हो। तर अचम्मको कुरा के छ भने जुन माछा कहिलेकाहीँ मात्र देखिन्थ्यो त्यो अचेल जापानदेखि क्यालिफोर्नियासम्म जताततै देखिन थालेको छ। किन होला? र कुरा यतिमा मात्रै सकिँदैन। यो हेर्दै डरलाग्दो देखिने ब्ल्याक सी डेभिल अर्थात् एङ्ग्लर फिस पनि सतहमा भेटिएको छ। सोच्नुस् त, जुन जीव यति गहिराईमा बस्छ कि त्यसलाई सतहमा देखिनु त्यो त लगभग असम्भव नै मानिन्थ्यो। यी सब रहस्य सुल्झाउनु अघि हामीले पहिले उनीहरूको घरलाई चिन्नुपर्छ, मतलब गहिरो समुद्रलाई, एक विशाल अन्धकार र रहस्यले भरिएको संसार हो। 95%। कस्तो अचम्मको कुरा छ है। हामीसँग मंगल ग्रहको त कस्तो डिटेल नक्सा छ, तर हामी यही आफ्नै ग्रहको समुद्री पिँधबारे लगभग अनजान छौं। ल, हाम्रो यात्राको पहिलो स्टप हो ट्वाइलाइट जोन। यहाँ पुग्दा सूर्यको प्रकाश एकदमै कम हुन्छ। पानीले रातो रङलाई सबैभन्दा पहिले सोच्छ अनि बिस्तारै अरू रङहरू पनि हराउँदै जान्छन्। बाँकी रहन्छ त केवल नीलो प्रकाश। अब यस्तो अँध्यारोमा बाँच्न के गर्ने त? खैर, यहाँका जीवहरूसँग एउटा जादुई शक्ति छ, बायोल्युमिनिसेन्स। यो भनेको उनीहरूले आफ्नै शरीरभित्र प्रकाश बनाउन सक्छन्। दुईवटा केमिकल लुसिफेरिन र लुसिफेरेजको रियाक्सनबाट ताप होइन, सिधै प्रकाश निस्किन्छ। अब यहाँ कस्ता कस्ता जीव भेटिन्छन् त? जस्तै यो स्ट्रबेरी स्क्विड, यसको एउटा आँखा ठूलो अर्को सानो, अनि ब्यारेल आई फिश जसको टाउको नै पारदर्शी छ, र जाइन्ट स्क्विड, यसका आँखा त बास्केटबल जत्रै ठूला हुन्छन्। सोच्नुस् त। ल, अब अझै तल जाउँ, मिडनाइट जोनमा। यो यस्तो ठाउँ हो जहाँ सूर्यको एक टुक्रा प्रकाश पनि कहिल्यै पुग्दैन, मतलब पुरै अन्धकार। यहाँ बस्छन् एङ्ग्लर फिश जस्ता जीवहरू। यिनीहरूले त आफ्नै टाउकोमा एउटा फिशिङ रड जस्ती बत्ती बालेर शिकारलाई लोभ्याउँछन्। अनि अर्को छ भ्याम्पायर स्क्विड। नाम सुन्दा डरलाग्दो भए पनि यो वास्तवमा समुद्री फोहोर खाएर बाँच्छ। र अब हामी आइपुगेका छौं समुद्री पिँधमा, एबिसल जोन। यहाँ पानीको चाप यति धेरै हुन्छ कि कल्पना गर्न पनि गाह्रो छ। हो, त्यही टाइटानिक डुबेको ठाउँ पनि यही हो। एउटा कुरा याद राख्नुपर्छ, यहाँका जीवहरू सामान्यतया कहिल्यै माथि सर्दैनन्। उदाहरणको लागि यो यति क्र्याबलाई हेरौं, यो त आफ्नै रौँमा ब्याक्टेरिया खेती गरेर खान्छ। अनि यो डम्बो अक्टोपस, यसको पौडिने तरिका यति सुन्दर छ कि यसलाई गहिरो समुद्रको ब्यालेरिना पनि भनिन्छ। ल, अब सुरुको प्रश्नमा फर्कौं। आखिर यी जीवहरू सतहमा किन आइरहेका छन् त? यसको जवाफको एउटा हिस्सा लुकेको छ पृथ्वीकै सबैभन्दा ठूलो तर सायदै कसैले सुनेको दैनिक बसाइसराईमा। रमाइलो कुरा के छ भने यो कुरा दोस्रो विश्वयुद्धमा सोनार अपरेटरहरूले झुक्किएर पत्ता लगाएका थिए। हरेक रात अर्बौं जीवहरू खाना खानको लागि समुद्रको सतहतिर आउँछन् अनि बिहान हुनुअघि नै शिकारीहरूबाट बच्न फेरि अँध्यारो गहिराईमा फर्किसक्छन्। यो कुनै सानोतिनो बसाइसराई होइन। हरेक रात कल्पना गर्नुस् त, यो यात्रा गर्ने जीवहरूको कुल तौल संसारभरिका सबै मानिसको तौलभन्दा 25 गुणा बढी हुन्छ। यो साँच्चै नै पृथ्वीको सबैभन्दा ठूलो तर लुकेको घटना हो। तर समस्या यहाँनिर छ, यो जुन हजारौं वर्षदेखि चलिरहेको प्राकृतिक लय छ नि, त्यो अब हाम्रो कारणले गडबड हुँदैछ। हेर्नुस्, जलवायु परिवर्तनले गर्दा समुद्रको सतह तातिरहेको छ। अब तातो पानी चिसो पानीभन्दा हल्का हुन्छ। त्यसैले यी दुई तहहरू राम्ररी मिसिन पाउँदैनन्। पहिले के हुन्थ्यो भने यही मिश्रणले सतहको अक्सिजनलाई गहिराईसम्म पुर्याउँथ्यो, तर अब यो प्रक्रिया लगभग रोकिएको छ। अनि परिणाम? गहिराईमा अक्सिजनको कमी। त्यसैले सास फेर्नका लागि यी जीवहरू खाना खोज्न होइन, बरु ज्यान बचाउन सधैँका लागि सतहतिर आउन बाध्य छन्। यसले सायद त्यो सुरुको रहस्यको पर्दा खोल्छ कि किन एङ्गलर फिश र ओवरफिश जस्ता जीवहरू आफ्नो घर छोडेर माथि आइपुगेका छन्। तर कथा यतिमै सकिँदैन। खतरा एउटा मात्र छैन, अक्सिजनको कमी त छँदैछ,
त्यसमाथि गहिरो समुद्रको इकोसिस्टममा अर्को अझ प्रत्यक्ष खतरा मडरिरहेको छ। त्यो खतरा हो गहिरो समुद्रमा गरिने खानी। केही कम्पनीहरूले समुद्रको पिँधमा रहेका हाइड्रोथर्मल भेन्ट, जहाँबाट तातो पानी निस्किन्छ, त्यहाँबाट सुन र चाँदी जस्ता बहुमूल्य खनिज निकाल्ने योजना बनाइरहेका छन्। अब समस्या के छ भने त्यहाँ स्केली फुट स्नेल जस्ता अनौठा जीव बस्छन् जुन संसारमा अरू कतै पाइँदैनन्। खानीले यिनीहरूलाई सधैँका लागि सखाप पार्न सक्छ। तर एउटा आशाको किरण पनि छ। संसारभरि यसको विरोध भइरहेको छ। 30 भन्दा बढी देशहरू र थुप्रै संस्थाहरूले यो विनाशकारी कामलाई रोक्न एक भएर आवाज उठाइरहेका छन्। किनभने सबैभन्दा ठूलो डर के हो भने हामीले लाखौं प्रजातिहरूलाई चिन्नु वा पत्ता लगाउनु अघि नै सधैँका लागि गुमाउनेछौँ। यस सन्दर्भमा महात्मा गान्धीको एउटा भनाइ ठ्याक्कै मेल खान्छ। संसारमा सबैको आवश्यकताको लागि पर्याप्त छ, तर सबैको लोभको लागि पर्याप्त छैन। त्यसैले अन्त्यमा एउटा ठूलो प्रश्न बाँकी रहन्छ। जुन संसारलाई हामीले भर्खर चिन्न र अन्वेषण गर्न सुरु गरेको छौँ, त्यो अद्भुत र रहस्यमय संसारलाई हामी कसरी जोगाउने? यसको भविष्य अब हाम्रै हातमा छ।